हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मैले फर्स्ट भ्लग सुरुवात गर्दैछु। मेरो फर्स्ट भ्लग चाहिँ घोराइमा रहेको अम्बिकेश्वरी पार्कमा घुम्न गएको भिडियोबाट सुरु छ। उहाँ मेरो सोल्टिना हुनुहुन्छ। हामी चाहिँ 3 जना भएर घुम्न जाँदैछौँ। सोल्टिनाको साथी अनि म। साथीले चाहिँ यो फुल मन पर्यो भनेर भन्दै हुनुहुन्छ। सोल्टिनाले फेरि मन परेर के गर्नु, पैसा तिरायो भने के गर्ने भनेर भन्दै हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ टिप्नु भएन। यो पोखरीको पानी फेरि एकदम धमिलो छ। पानी परेको थियो 1-2 दिन अगाडि, त्यही भएर यति धमिलो भएको होला सायद। अलि अगाडि जाँदै गर्दा चाहिँ त्यो पुलमा मान्छेहरूले फोटो खिचिरहेको देखेँ। अनि हामी पनि त्यहाँ जाऊँ न भनेर सिकाउँदै थिएँ। म चाहिँ लास्टै एक्साइटेड थिएँ। अनि चस्मा चाहिँ सोल्टिनासँग थियो। अनि मैले चस्मा दिन्न भनेर मागेँ। फाइनली मैले चस्मा पनि लगाएँ। अनि साथीले चाहिँ राम्ररी देखिनु भएको छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यसपछि हामी त्यहाँको मेन ठाउँमा गयौँ। अनि फोटोहरू खिच्यौँ, यताउति हेऱ्यौँ। सोल्टिनाले चाहिँ उता पारी जाऊँ, त्यहाँ पिङ छ भनेर भन्नुभयो। अनि हामी चाहिँ पिङ खेल्नतिर लाग्यौँ। पिङ खेल्ने ठाउँमा गएपछि भाइ बहिनीहरूले चाहिँ आफै अब खेल्दैनौँ भनेर त्यहाँबाट गए। अनि मेरो साथी बस्नुभयो। अनि यहाँ चाहिँ सोल्टिना चाहिँ रमाइलो भयो आहा भन्दै खेल्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी चाहिँ अब कता जाने भनेर हेर्दै थियौँ। अनि पिङ पनि सबै प्याक नै थियो यताको। अनि त्यही भएर हामी पिङ खेलेनौँ। हामी चाहिँ यसो राउन्ड गरौँ भनेर हिँडिराख्यौँ। हामी त्यहाँ नयाँ बन्दै गरेको छानावालाको घरमा जाँदै थियौँ। त्यहाँ चाहिँ केही बनेको थिएन, बन्दै थियो। भुइँमा चाहिँ पुरै पानीहरू थियो। त्यसपछि हामी पार्कमा रहेको हात्ती भएको ठाउँमा गयौँ। त्यहाँ चाहिँ हात्तीको शिरबाट पानी आउँदो रहेछ। त्यसपछि हामी डाइनोसर भएको ठाउँमा गयौँ। त्यहाँ चाहिँ त्यस्तो केही पनि खास थिएन। हामीले अब पार्कभित्रको सबै हेरेर बाहिर निस्कियौँ। आजको भिडियो यहीँ इन्ड गरेँ। फेरि पनि अर्को भिडियोमा भेटौँला। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई गाइज।